परमेश्वर यो संसारको सबै आइनेहरू बिगार्ने पनि तिमी, यो घरको सबैजना मरद मान्छेहरू अर्काको बुढीसँग लाग्ने पनि तिमी। आफ्नो बुढीलाई चाहिँ माला सिना जस्तो, आफ्नो बुढीलाई मला सिना जस्तो देख्ने, अर्काको बुढीलाई चाहिँ माला सिना जस्तो देखाउने पनि तिमी। 60 वर्षको बुढी हामीहरूलाई तिमीले 35 वर्षको हिरोनी बनाएर गाउँकोमा डुलाउने पनि तिमी। 50-55 वर्ष पुगेको बुढोहरूलाई तिमीले 24 वर्षको जवान बनाउने पनि तिमी। तिमी छैन भने त अब यो संसारको मान्छेहरू त सासबन भएर मर्न पनि बेर छैन। बरु संसारमा भगवान होस् कि नहोस् भन्ने मतलब छैन। तिमी चाहिँ एकैछिन छैन भने त मान्छेको त किडनी फेल, हार्ट फेल भएर मर्न पनि बेर छैन। हे मोबाइल देउता, होइन पानी लिएर आइज न, हे कहाँको पानी लिएर आइज यहाँ। ल तिमी छैन भने त यो संसारको सबैजना हार्ट एटेक भएर मर्न पनि बेर छैन। बरु मुटु छैन भने बाँच्छ होला, किडनी छैन भने बाँच्छ होला, फक्सो छैन भने बाँच्छ होला। तर तिमी छैन भने चाहिँ मान्छेहरू एक भएर मर्न खोज्छ। अर्काको बुढीसँग सेटिङ गराउने पनि तिमी, अर्काको बुढाहरू बिगार्ने पनि तिमी, अर्काको छोराछोरीहरू सबै बुलरमा लाने पनि तिमी, अर्काको छोराछोरीलाई भत्ता भोग बनाउने पनि तिमी। बुढी बुढी आइमेलाई हापन लगाएर गुण भुले पित्तलको सुन पायो होलामा फटेर चढ्ने पनि तिमी। तिमीले बीच बजारमा सबैजनालाई हालो गाइस भन्ने बनाउने पनि तिमी हो। लौ परमेश्वर के गर्नुपर्ने, कसो गर्नुपर्ने। हे मोबाइल देउता, हे परम प्रभु, हे पानी चढाइदिएर भनेको यहाँ पानी चढाइदिए भागा लिएर छक्का मारेर बसिरहेछ। होइन कहाँ यहाँ चढाएर मुखमा बचाएर लौ परमेश्वर मोबाइल देउता, तिमी छैन भने यो संसारको सबैजनालाई मक्का बनाउने, राति हुँदो ब्ल्याङ्केटभित्र लुकी लुकी अर्काको बुढाहरूलाई हाई हेलो गरेर खाली राम्रो राम्रो पालै मात्रै पकाउने बनाउने पनि तिमी। सबैको छोरीहरू फिदा बनाउने पनि तिमी, बुढोलाई तन्नेरी बनाउने पनि तिमी, सबैजनालाई मस्त जवानी बनाउने पनि तिमी। छैन भने त सबैजना त फ्याप्टा परेर मर्ने पनि थिएन। यो भिडियो आज तपाईँहरूले लाइभ देख्नु भएन। यो भिडियो तपाईँहरूको थ्याङ्क यू, तपाईँहरूको रिक्वेस्ट पुरा गर्नु पाएँ है।